अब यो 84वटा जुन यहाँ हामीले कलशहरू थापेर पूजा गरेका छौँ, यो 84वटै कलश थापेर पूजा गर्नुको मेन कारण चाहिँ के हो रोहित गुरु? यस्तो हो, यसको पनि एउटा विज्ञानसँग चाहिँ जोडिएको छ। भनिन्छ नि जो 84 लाख योनि पार गरेर चाहिँ मनुष्य जीवन प्राप्त गर्न सकिन्छ। हजुर। हो त्यही प्रत्येक एकको लागि चाहिँ एउटा कलशका रूपमा चाहिँ 84 कलश गरेको हो कि भन्ने एउटा चाहिँ आकलन गर्न सकिन्छ। यही नै मान्यता छ त्यसमा। मान्यता छ। त्यस्तै अब सहस्र चन्द्र दर्शन गर्ने पनि एउटा ऊ छ, त्यस अनुसार पनि यो कलशलाई चाहिँ गरिएको भन्ने चाहिँ एउटा मान्यता छ। त्यही आधारमा चाहिँ हामीले यसलाई चाहिँ व्याख्या गर्न सक्छौँ। हस्, धन्यवाद हजुरलाई। हजुर अब यो बाजे भ्लगलाई चाहिँ के भन्न चाहनुहुन्छ त? केलाई भन्नुभयो? बाजे भ्लगलाई बाजे भ्लग एकदमै राम्रो छ। यसरी नै उत्तरार्धमा राम्रो गर्दै गयो भने, उत्तरोत्तर प्रगति हुँदै गयो भने त्यसबाट चाहिँ बाजे भ्लगले चाहिँ राम्रो स्थान प्राप्त गर्न सक्दछ र आशा गरौँ भविष्यमा बाजे भ्लगले यस्तै यस्तै भ्लगहरू राखेर चाहिँ आफूलाई चाहिँ चिर परिचित बनाउन सफल हुनेछ। थ्याङ्क यू है। हाम्रो रोहित गुरु हुन्छ, उहाँलाई चाहिँ एकदम हृदयदेखि धन्यवाद दिन चाहन्छु म। हस्, धन्यवाद है त गाइजहरू। हाम्रो यहाँ कर्ता परिवार आइसक्नु भएको छ ल।